कान्छीको भाइ र कान्छीको भाइको बुढीको आज बिहे हुँदैछ हो दर्शकबिन। बिहे हुँदै पनि को आए बिचमा हो। तपाईहरू यही कुरा जान्न चाहनुहुन्छ भने लास्टसम्म भिडियो हेर्नुहोस्। सिन्दुर पोते गर्ने बेलामा भिलेन जस्तै भएर आए कान्छीको बाउ हो अनि कान्छीको बुहारी हेरे भइन् हो। दर्शकबिन तपाईले यो भिडियो हेर्दै हुन्छ भने शेयर गर्न नभुल्नुहोला। दर्शकबिन तपाईहरूले चिनिरहनु भएको होला सलिनाको मामा को हो भनेर हो। दर्शकबिन सलिनाको मामाले किन यस्तो पाप गरे हो। दर्शकबिन किन कान्छीको भाइ र बुहारीको बिहेमा कान्छीको बुवाले रोके। के साँच्चै नै चण्डिका जस्तै हो नि त कान्छीको बुहारी पनि हो। तपाईहरू यही कुरा सुन्न चाहनुहुन्छ भने लास्टसम्म हेरिदिनु होला। दर्शकबिन तपाईहरू कुन ठाउँबाट हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्न पनि नभुल्नुहोला। सागरलाई किन यस्तो गरे। के कान्छीको आमाले कान्छीको बुहारीलाई साँच्चै नै स्वीकार गरेकी हुन् त हो। यही कुरा भिडियो लास्टसम्म हेरेर माया साथ सपोर्ट दिनुहोला हो। दर्शकबिन किन कान्छाको बाउले स्वीकारेनन् बुहारी हुन त हो तर किन स्वीकारेनन्। यस्तो माया प्रेममा भएका यी दुई जोडीको पनि त आफ्नो घरबार जनाउने एउटा सपना होला हो। दर्शकबिन तपाईले भिडियो लास्टसम्म हेरेर माया साथ सपोर्ट दिनुहुन्छ भनेर आशा गरेका छौँ। दर्शकबिन तपाईँ कुन ठाउँबाट हुनुहुन्छ फेरि पनि कमेन्ट गर्न नभुल्नुहोला। यति माया गरेका थिए कि संसारमा ऊ भन्दा कोही छैन भनेर सोचिसकेका थिए। कान्छाको बाउले किन यस्तो गरे हो। दर्शकबिन किन कान्छाको भाइले यस्तो गरे। घर सानो भए पनि राम्रो भए पनि झुपडीको भए पनि कान्छीको बाउ किन यस्तो कडा हो। सलिनाको मामा उस्तै कडा। तपाईले देखिरहनु भएको चुरोट खाँदै बस्दै गाँजा खाँदै बस्दै गरेको यी बेहुलाको हो भनेर त चिनिसक्नुभयो होला हो। दर्शकबिन कान्छी कहाँ खोजिनन् सारा संसार गाउँ ठाउँ सारा संसार खोजिन्। सागरले के भने प्लिज मेरो कान्छी कति तडपिराखेको होलान् प्लिज मलाई छोडिदिनु भन्दा पनि सागरलाई छोडेनन् हो। दर्शकबिन किन यस्तो गरे। कान्छीको आमाले किन त्यो बुढीमा भएको पेटको बच्चा फाल हो कि होइन भन्ने हो। दर्शकबिन यिनीहरू तीनजना हो। दर्शकबिन तीनजना सागरलाई खोज्न गए उजुरी हालिसकेपछि पनि अहिले नभेटिने सम्भावना भइरहेको छ। तर पुलिस केस गरिसकेपछि भेटिने सम्भावना भएको छ हो। दर्शकबिन तपाईले लास्टसम्म भिडियो हेरेर माया साथ सपोर्ट दिनुहुन्छ भनेर आशा गरेको छु। कान्छीको बुवा किन यस्तो भावुक हुँदै रुँदै कराए हो। दर्शकबिन तपाईहरू यही कुरा हेर्न चाहनुहुन्छ भने अन्तिमसम्म हेर्नुहोला हो। चण्डिका जस्तै बुहारी पाए भनेर उनी एकदमै दुखी भएका छन्। दर्शकबिन अब आउने भागमा तपाईहरू के हेर्न चाहनुहुन्छ त्यो अन्तिमसम्म हेरेर माया साथ सपोर्ट गर्न नभुल्नुहोला। के अब कान्छाको बुढीलाई भित्राउँछन् त के अब कान्छीको बाउ छोडेर जान्छन् त हो। तपाईहरू अर्को पाठमा राम्रोसँग बुझ्नुहुनेछ। दर्शकबिन हो तपाईहरुकै लागि भनेर एकदम राम्रो गरेर भिडियो ल्याइसकेको छु। सलिनाको मामाले किन यस्तो गरे। सागर बिचरा ऊ निष्ठुरी एक व्यक्ति हुन्। किन सलिनाको मामा यस्तोमा गर्न थाले हो। तपाईहरू यही कुरा सुन्न चाहनुहुन्छ भने युट्युब च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला हो। दर्शकबिन एउटा सेतो लुगा लागेको विधवा युट्युबमा विधवा भनेर चिनेको एक कान्छी यस्तो हालतमा आउँदा एकदमै दुखी भएर यस्तो भए। कान्छा पनि एकदमै निराश थिए। कान्छाको बाउले किन कान्छालाई यस्तो गरे। के कान्छाले फेरि पनि त्यही गल्ती दोहोऱ्याउँछ कि भनेर त यस्तो गरेका हैनन्। के सागरलाई साँच्चै नै मार्न आँटेका हुन् त हो। यो भिडियो लास्टसम्म हेरेर माया साथ सपोर्ट दिनुहुन्छ भनेर आशा गरेका छौँ हो। दर्शकबिन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्न पनि
नभुल्नुहोला। धन्यवाद।